सबैजनालाई नमस्कार छ। नमस्कार अलि जोस्ता है त नमस्कार। र सर्वप्रथम म तपाईहरुलाई धेरै धेरै बधाई दिन चाहन्छु। नेपालका एउटा कान्छो युवा उम्मेदवारको रूपमा तपाईहरुले आफ्नो क्षेत्रको उम्मेदवार पाउनु भएको छ केपी खनालज्यू, जो आफ्नो सरसफाई अभियान मार्फत एउटा देशलाई जोड्ने, युवाहरूलाई प्रेरणा दिने, आफै युवा भएर पनि युवाहरूको एउटा प्रेरणाको स्रोत पनि हुनुहुन्छ। र उहाँ अहिले नयाँ आउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी होस् या बालनजी होस्, संघको एउटा राम्रो सङ्गतमा पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि मलाई लाग्छ भोलिआन उहाँ राष्ट्रिय लेभलमा एउटा पपुलर अनुहार पनि हो केपी खनाल, जसले गर्दाखेरि भोलिआन उहाँले सदनमा के बोल्नुहुन्छ, कस्ता प्रश्न उठाउनुहुन्छ, यहाँ कैलालीको समस्याहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुरा चाहिँ केवल कैलालीको मात्र होइन, राष्ट्रिय लेभलमै उहाँलाई एउटा हेरिने उम्मेदवारको रूपमा चाहिँ केपी खनाल हुनुहुन्छ। किनभने उहाँले जित्यो कि जितेन, उहाँको क्षेत्रमा कति मत आयो, उहाँको क्षेत्रबाट राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्यो र उहाँले सदनमा पुगेर के कस्ता कुराहरू उठाउनु भयो भन्ने कुरा चाहिँ यहाँको जनताको लागि मात्र होइन, राष्ट्रिय नेपालभरिका जनताको लागि चाहिँ एउटा चासोको विषय हुने खालको क्यान्डिडेट तपाईँ हामीले कैलालीबाट पाएका छौँ। फेरि पनि म केपी खनालज्यूलाई र स्थानीय रूपमा लाग्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब अहिले हामी बाटोमा चाहिँ धेरैजनाको गुनासो अलि युवा भयो, अलि कान्छो भयो भन्ने खालको कुराहरू पनि हामीले सुनिराखेका थियौँ। अब केपी खनाल युवा मात्रै कान्छो मात्रै हुनु भएन, उहाँले सबैजनाको अब नयाँ पुस्तालाई पनि जोड्ने र अघिल्लो पुस्तालाई पनि जोड्ने एउटा यहाँको कैलालीको समस्याहरू, कैलालीको आवश्यकताहरू र राष्ट्रिय इस्युहरूमा उहाँले चाहिँ सदनमा कुरा उठाउनुहुनेछ। एउटा राम्रो क्यान्डिडेट हामीले कैलालीबाट पाएका छौँ। म फेरि पनि केपी खनाललाई साथ दिनुहुनको लागि तपाईँहरू सबैजना युवा साथीदेखि लिएर अघिल्लो पुस्ताका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो भेट अब सदनमा हुनेछ।